सबै दाताहरूलाई सहयोगीहरूप्रति हार्दिक नमन। सो हेलो अनि वेलकम टु माई न्यू ब्लग, इट्स मी विशाल। सो आज चाहिँ हामी बमडाँडा जाँदैछौँ भोलिपल्ट प्रोग्राम खिच्नको लागि। सो अनि मेरो चाहिँ यस्तो सेटअप छ है। हेलो भरत दाई, ल वेलकम टु माई ब्लग। यता हेर्नु त, वेलकम टु माई ब्लग। भाग्यमा नि ठान्नु आफूलाई आफूलाई। उठाउनु है, ल उठाउनु। खै फ्ल्यास चार्ज छ, फ्ल्यास के फ्ल्यासमा नि चार्ज छ। फ्ल्यासको गरिदिन्छु। कस्तो तपाईँको हो क्या यो? होइन क्याननको हो। त्यो ब्यागमा हाल्नु। बेसरबाट निस्किसक्यौँ दाइरामा भर्खरै। बाटो देख्न सक्नुहुन्छ यस्तो छ। आज चाहिँ हाम्रो यस्तो रस भएको थियो कि सबै कुराहरू, त्यही भएर एकदमै ढिलो भइरह। तर हामी अब सुइट कुदेर जान्छौँ। एकछिनमा वहीँ पुगेर भेट्छु कि बाटोतिर कहीँ गएको भने बाटोतिर नै भेट्छु। तो अहिले चाहिँ हामी गाडी आइपुग्यौँ। अनि बाइकमा बोलेको आवाज नै आउँदैन नि त। अनि त्यही भएर मैले भ्लग चाहिँ खिचेँ होइन, एकैचोटि अब भोलि नै खिच्छु होला। घर गएर अलिअलि खिच्यो भने खिचेँ, नत्र चाहिँ भोलि नै खिच्छु। हजुर के भन्नु अरे? अनि देख्न सक्नुहुन्छ रातिको भ्यू यस्तो छ। त्यही नै हो। अनि ड्यामै देखिन्छ नि राति त। तर राति ड्याम त राम्रै देखिन्छ होला। त्यो खोलाभित्रै पसाउने गरेर कि त्यहाँ एउटा त्यो कि यस्तो सिनेमाटिक हान्ने कि त्यो पानी माछा हुन्छ नि। हामी सानो ब्रेक पछि निस्किसक्यौँ। अघि हामी यहाँ चटपट खाने भनेर बसेको थियौँ, तर हामीले यहाँ चटपट नै पाइएन। अनि त्यही भएर हामी यहाँबाट निस्किसक्यौँ। भाइ पछि कौन है देख्न सक्नुहुन्छ? यो चाहिँ नादीको हाइड्रो पावरको ड्याम चाहिँ यो भित्र छ। ऊ त्यो माथिबाट सायद देख्छ होला, म अलिअलि देखाउँछु। धेरैजनाले देख्नु सक्दैन है, देखाइदिन्छु के छ र। गाउँघरको त हो, अलिअलि देखाउँदा केही पनि हुँदैन खासै। लेट सी देख्न सक्नुहुन्छ भित्र यस्तो छ। सोनीको फेमस डाइलग के अरे दाइ? 1 2 त्यो वाला हातले अलिअलि भन्नु छोडायो कि सोनीले। बाटो चाहिँ यस्तो झलाग्ने छ, रिस उठ्दो छ। जुत्ता चाहिँ खासै ब्रान्डेड त लगाउँदैनन् हामीले। मैले दाइले त ब्रान्डेड नै लगाउने, मैले चाहिँ खासै ब्रान्डेड त लगाउँदिनँ जुत्ता। देख्न सक्नुहुन्छ देखिन्न क्या है माथिबाट नि। यो ड्याम त राम्रोसँग उति माथिबाट चाहिँ खिच्छु है अब। हामी चाहिँ अहिले ममगर आइपुग्यौँ। तल देख्न सक्नुहुन्छ। गुड मर्निङ फ्याम। अहिले चाहिँ हामी उठिसक्यौँ। अनि आज चाहिँ एकदमै धेरै पानी परे। अनि त्यसपछि चाहिँ हामी हाम्रो प्रोग्रामतिर जान लागिरहौँ। यस्तो पानी परे, यस्तो त होइन तर पानी चाहिँ परे है। अनि त्यसपछि चाहिँ 7 बजीबाट स्टार्ट हुन्छ भनेको प्रोग्राम। अहिले 8:30 भइसक्यो। अझै हामी जाँदा त कति हो कति। हाम्रो रानी चाहिँ ऊ त्यहाँ पानीमा मस्त निथुक्क भएर बसिरहेको हामी चाहिँ अब सुई जान्छौँ फर्स्ट अफ अल। सो दाइ चाहिँ यता हुनुभयो। दाइ कस्तो लागिरहेको बमडाँडामा? देख्न सक्नुहुन्छ गेट। माइलामा हिजो बेलुका स्कुल पढ्न जाने हो। सो यहाँ चाहिँ इन्ट्री गेट छ।
पुरा तल नि थियो खिच्नै पाइएन अनि बाहुन डाँडा चाहिँ यही नै हो अब यो बजारमा त बोल्न लाज लाग्छ मलाई तर छिटछिट जाम है हतार गरेँ पहिला म यहीँ कति हिँडे गर्थेँ चक्लेट किन्न त यहाँ आउँथेँ देख्न सक्नुहुन्छ हाम्रा विशेष अतिथि मैले के बाइक यहीँ राख्ने भनेको कि हजुर कस्तो हिलो भयो त्यो दाइको घर चाहिँ यहीँ हो कि दाइ यो यहाँ स्कुल गइसक्नु होला स्कुल जानु पानी परेर पुरै यस्तो भइरह्यो यही हो कि सहकारी ब्याङ्क सो म चाहिँ अब उता स्कुलमै गएर भेट्छु सो हामी चाहिँ अहिले म पहिला पढेको स्कुल आइपुग्यौँ यही हो कि दाइ म पहिला पढेको फेरि भन्नु त अब दुई ठाउँमा लेखेर नि के खिच्ने त नि सो स्कुल त यही हो सारङ्गी धुनमा र मादल खरी ठुन्छौ नमानी भित रुन्छौ रे कहिले अनन्त धरती फाटे सरी छौ तिमी गौरी पात्र वियोगमा धरधरी रोयौ करायौ तिमी समाजसेवा एउटा चाहिँ आफ्नो सामाजिक अभियान र राजनीतिसँग छोडेर यो चाहिँ विकासलाई अब उहाँले भन्नुभयो यो चाहिँ मलाई धेरै पटक भन्नुभयो मन्त्रीका प्रधानमन्त्रीलाई जुन यो चाहिँ राष्ट्रपति केही ठाउँलाई पुस्तकालय बनाउनु पर्यो यो जग्गामा पनि भनिराख्नु भएको छ उहाँ अझै पनि धेरै लाग्नुहुन्छ हाम्रो साथ हुनु स्कुलमा सानो प्रोग्रामहरू भइरहेको थियो के प्रोग्राममा त्यो खिच्न आएको थियो आजको मौसम त यस्तो बिग्रिरहेको छ देख्न सक्नुहुन्छ बाहुन डाँडाको स्कुल म पहिला यहीँ नै पढेको थिएँ होइन अनि त्यसपछि माथि चाहिँ भिरपुस्तान माथि छ यताबाट उता सन्दकपू छ हाम्रो गाउँ पनि यता साइडमा छ देखेँ होइन तर गाउँ चाहिँ अनि स्कुल पनि खुलिसकेको छ है अहिले चाहिँ त्यही नै आजको मौसम चाहिँ अलिक एकदमै नराम्रो छ त्यही भएर अलि गाह्रो छ आजको प्रोग्रामको लागि चाहिँ अलिअलि खिच्नु त खिच्यो तर त्यति बेस्ट चाहिँ हुन सक्दैन होला आजको काम वेदरले एकदमै आज अलिकति दुःख दिएको जस्तो फिल भइरहेको छ मलाई चाहिँ त्यही नै हो ठिकै छ अब के हुन्छ इङ्ग्लिसमा म देखाउँछु अहिले चाहिँ एकछिन अब उता खाना पनि खाना जानुपर्छ मन्त्री राष्ट्रपति आउनुको लागि म चाहिँ अब खिचिरहेको छु एकछिन पुरै तयारी चाहिँ भइसक्यो है मुनि अनि क्यामेरा चाहिँ धेरै अलाउड छैन होला भएको लागि चाहिँ त्यो क्यामेरा चाहिँ अलिअलि खिच्न पाउँछ होला त्यो पनि ठिकै छ
पालिकाको रूपमा हामी चिन्छौँ। राष्ट्रकवि माधव प्रसाद घिमिरेको पालिका जन्मस्थल, भूगोलविद डाक्टर हक गुरुङको आफ्नै जन्मस्थल, सरदार भक्ति थापाको आफ्नै जन्मस्थल लगायतका थुप्रै विभूतिहरूको पालिकाको रूपमा यो पालिकालाई हामी चिन्न सक्छौँ। आफैमा धेरै विकटता छ। सफलमा पनि म गाउँको तर्फबाट फेरि पनि एकदमै धेरै न्यानो स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम स्वागतम। धन्यवाद आदरणीय व्यक्तित्व श्री अर्जुन गुरुङज्यूलाई। उहाँले स्वागत मन्तव्य राखेर अभिव्यक्ति छ त्यसमा। सबैजना हामी यो पुस्तुन बाहुन डाँडाको जगरामा पुगेर त्यही बाल्यकालमा हामी पुग्न कोसिस गरौँ। मेरो अनुरोध छ, म मेरो आफ्नो गायन सुरु गर्छु। पहाड माथि पनि पाटन क्या विशाल लम्केर यो आकाश खुल्छ यसरी कि त पोर्टफोलियो अनुसार गरिसक्नु भएको छ, तर सबै बाहिर भएको हुनाले यसैलाई चाहिँ अन्यथा नमान्दिनु भन्ने अनुरोध गर्दै यो कार्यक्रमलाई सफल पार्नु भएकोमा सबैलाई हार्दिक पुनः धन्यवाद गर्दै म मेरो आफ्नो छोटो भनाइलाई यही सो अहिले चाहिँ आजको प्रोग्राम सकिसक्यो सबै, अनि ठिकै नै भयो आजको दिन। ठिक भयो, जस्तो दामी वाउ भन्ने पनि भएन, किनभने अलिकति एकदम धेरै क्राउड भएर। दाइ पक्नु त, केही भन्नु त। आजको दिन कस्तो भयो? आजको दिन जाडो भयो, राति सबै तिम्रो कपडा पानी। ल साँच्ची अनेस्टली भन्नु त। त्यही नै हो। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। काटिदिनु म। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। हामी नेक्स्ट भिडियोमा भेट्नुपर्छ है। अहिलेको लागि चाहिँ बाई बाई।